ठुलो रिटर्न हामीले जेनेरेट गर्न सक्छौँ। ग्याम्लिङ चाहिँ होइन है। पहिला इन्फर्मेसन कलेक्ट गर्नु पर्यो, पर्फर्मेन्स राम्रो छ, डिभिडेन्ड राम्रो दिइरहेको छ भने अभियसली त्यसको प्राइस बढ्छ। इकोनोमिक्स पनि छ है म्यानेजमेन्टमा। त्यो डिम्याट भरेपछि चाहिँ तपाईँहरूले आइपिओ भर्नलाई तपाईँहरू एलिजिबल हुनुभयो। अहिले उसको पोर्टफोलियो 7 लाख प्लस भइसकेको छ। भाइ बुलेट भाइ सकिन्छ कि सकिँदैन? आजु त हुनु त ल, सकिन्छ कि सकिँदैन? टिभी चाहिँ वर्षमा एकचोटि आउँछ, यो चाहिँ वर्षमा धेरैचोटि आउँछ। गुड मर्निङ गाइज, वेलकम ब्याक टु माई न्यू ब्लग। आई होप तपाईँ सबैजना सन्चै हुनुहुन्छ, म पनि सन्चै नै छु। फ्रेस फ्रेस भइसकेको छु गाइज, खाना पनि पाकिसकेको छ। अब खाना खाम न त होइन, खाना पनि यहाँ रेडी नै छ। आज खानामा चाहिँ धेरै सलाद छ गाइज, काँक्रा, गाजर, अनि यो चनाको सब्जी, अनि यो भूमिकाको सब्जी। भात चाहिँ उहाँ खाँदै हुनुहुन्छ। भात खाएर वेट लस हुँदैछ यता चाहिँ। अब मेरो चाहिँ 5 दिन भइसक्यो गाइज, नो राइस, नो रोटी, अन्ली सलाद र अनि साग सब्जी। साग त खाएको छैन यहाँ, सब्जीमा त्यही सिमी र चना खाइरहेको छु, अनि सलाद नै छ मेरो बिहान साँझ। अब जे होस् आज 5 दिन भइसकेको छ, आज 25 डेज मोर टु गो गाइज। ल ठिकै छ, आई थिङ्क म चाहिँ सक्छु होला यार। यो च्यालेन्ज चाहिँ मजाले एक्सेप्ट भइरहेको छ। हिजोमा यस्तो खुट्टा दुखिरहेको थियो, त्यो हिँड्न उठ्नै गाह्रो भइरहेको थियो। जे होस् आज चाहिँ त्यो पेन पनि मजाले गायब भइरहेको छ, खुसी लागिरहेको छ। ल ठिकै छ, जस प्रोग्रेस गरिरहेको छ शरीरले। अब बसिँदै 30 दिनपछि वेट चाहिँ लिनै पऱ्यो होइन। त्यही छ, अब खाना चाहिँ सुरु गरौँ है त। ल गाइस, खाना खाइसकेँ, अफिसको लागि पनि रेडी भइसकेँ। अब अफिसको लागि लाग्नु पऱ्यो है त। अब सिधै बाटोमा गएर भेटौँला। ल म पुगिसकेको छु अब पहाड चढ्ने बेसमेन्टमा। अब लागौँ है त। गाइस, म पुगिसकेको छु अफिस, अनि हल्का फुल्का काम पनि सकिसकेको छ। अनि आज चाहिँ हाम्रो अफिसमा एउटा अवेरनेस प्रोग्राम जस्तो छ। हाम्रो केएमसी कलेजदेखि स्टुडेन्टहरू आउनुभएको छ, अनि हाम्रो साधन सरले चाहिँ ब्रिफिङ गरेर राख्नुभएको छ। त्यहाँ गएर एक झलक हेरौँ है त। किनभने उनीहरू किनिहाल्छ, उनीहरू रिसर्च आफू गर्दैन। पहिला इन्भेस्टमेन्ट गर्छ, अनि घट्दै जान्छ, अनि बल्ल के गर्न थाल्छ, इन्ट्रेक्सन गर्न थाल्छ। ओहो मैले त किनेँ, अब घट्यो, ओहो यो त धेरै घट्छ है क्या भनेर इन्ट्रेक्सन गर्न थाल्छ। अनि मात्र उसले के गर्छ, आफू इन्फर्मेसन ग्यादर गर्न थाल्छ। यो के भयो? यो चाहिँ रङ प्रोसेस भयो। राइट प्रोसेस के हो? पहिला इन्फर्मेसन कलेक्ट गर्नु पर्यो हो। इन्फर्मेसन कलेक्ट गरेपछि म्याम हुनुहुन्छ, वा हामी छौँ होइन, हामी संस्था छौँ, हामीसँग इन्ट्रेक्सन गर्नु पर्यो। कस्तो छ? एकदम राम्रो छ। ओके, राम्रो छ भनेपछि म्यामहरू पनि भन्नुभयो, यहाँबाट पनि भइरहेको छ, यस्तो कुरा छ, अझै बढी थाहा हुन्छ। अनि बाट मात्र के गर्नु पर्यो, लास्टमा के गर्नु पर्यो, इन्भेस्टमेन्ट गर्नु पर्यो। हो, हामी गल्ती चाहिँ यता गर्छौँ नि त। रिसर्च गर्नु पर्यो, अनि के गर्नु पर्यो, डाउट भएको कुराहरू म्यामहरूसँग सल्लाह गर्नु पर्यो। ओके, यो ठिक छ भनेपछि अनि इक्जाममा आयो भने मार्क्स आउँछ नि राम्रो, फुलमा फुल हो। त्यही हो, हामीले फुलमा फुल ल्याउने हो कि भेटाउने भन्ने कुरा चाहिँ यो प्रोसेस अफ इन्भेस्टमेन्ट, प्रोसेस अफ लाइफ भन्दा पनि हुन्छ यो है। कम्पाउन्डिङ भनेको थाहा छ कसरी जेनेरेट हुन्छ? प्रिभियस अर्निङबाट रिजेनेरेट गर्ने, अर्निङ रिजेनेरेट गर्नलाई के भन्छ, कम्पाउन्डिङ भन्छ। र त्यसको रिटर्न चाहिँ के हुन्छ, एकदम एक्सपोनेन्सियल ग्रोथ हुन्छ। सानो एमाउन्टबाट, अघि मैले भने सानो एमाउन्टबाट पनि ठुलो रिटर्न जेनेरेट गर्न सकिन्छ पर लङ टर्ममा गर्दाखेरि है। त्यही भएर हामीले के गर्नुपर्छ, हाम्रो इन्भेस्टमेन्टलाई चाहिँ कम्पाउन्डिङ गर्दै जानुपर्छ। एउटा म केस दिन्छु, मानौँ म आज 30 दिनको लागि सबैलाई 1-1 लाख रुपियाँ दिन्छु भनेको लास्ट बाई द एन्ड अफ 30 डेज कति हुन्छ? बोल है, इन्ट्रेक्सन हुनु पर्यो। कति हुन्छ 30 दिनमा? 1-1 लाख दिएको छु मैले, 30 लाख। र अर्को प्लान बीमा म के दिन्छु, 0.1 रुपिस, र कन्डिसन के लगाइदिन्छु, डबल लगाइदिन्छु इच डे। भनेपछि प्लान ए चुज गर्छु कि प्लान बी चुज गर्छु? प्लान ए भन्ने कतिजना हात उठाउँदा हुन्छ, उठाऊ। प्लान ए, कन्डिसन ए, प्लान एमा के छ, 1 लाख इच डे 30 दिनको लागि। भनेपछि बाई द एन्ड अफ 30 डे कति दिनुभयो,
30 लाख हुने भयो। कन्डिसन बी 0.1 रुपिज, तर कन्डिसन के भयो इच डे डबल गर्ने। फर्स्ट डेमा 0.1, सेकेन्ड डेमा 0.2, थर्ड डेमा 0.4, फिफ्थमा त्यसरी जाने भयो। कुन चाहिँ कन्डिसन एप्लाई गर्छु? ए भन्ने कतिजना होइन उठाउ, सिम्पली उठाउ, केही फरक पर्दैन। ए हो, बी भन्ने सबै। ल हेरौँ है कस्तो हुँदो रहेछ रिटर्न, एकचोटि इक्जाम्पल हेरौँ है त। ल हेर त 15 दिनमा 15 लाख है, यहाँ कति छ 1638 रुपियाँ जम्मा 15 डेमा। 24 डेमा 24 लाख 8,38,000 मात्र हुन्छ। तर 25 दिनमा के रहेछ, 25 दिनमा पनि ब्रेक इभन पुगेको छैन। 16 लाख, 25 लाख र 16 लाख छ। र अब हेर 26 लाख र कम्पाउन्डिङ इफेक्ट कति, जति लङ टर्म गऱ्यो त्यति धेरै देखिन्छ भने नि अघि मैले गोल्डन रुल फर इन्भेस्टमेन्टको लागि हो। इन्भेस्ट अर्ली, इन्भेस्ट रेगुलरली, इन्भेस्ट फर लङ टर्म भने नि हो। यो इक्जाम्पल चाहिँ यहाँ देखिन्छ हामीले। वारेन बफेट पनि वारेन बफेट भएको चाहिँ सर्ट टाइममा होइन नि त, लङ टाइममा इन्भेस्ट गरेर लाग्यो। लङ टाइमसँग इन्भेस्ट गरेर चाहिँ वारेन बफेटको रिटर्न यस्तै कम्पाउन्डिङ रिटर्न भएर ऊ चाहिँ के भएको बिलिनियर भएको हो नि त हो। त्यही भएर 30 डेजको रिटर्न हेरेर 30 लाख हुन्छ, यहाँ 5 करोड हुन्छ भनेपछि यो खेल भनेको जम्मा यहाँ 5 वर्षमा छ। हेर त 5 वर्षमा पनि 25 वर्षमा पनि के छ ब्रेक इभन आइसकेको छैन, अझै कम छ। 4 वर्षमा चाहिँ के भयो कम्पाउन्डिङ इफेक्ट देखियो, ह्युज रिटर्न देखियो। त्यही भएर हामीले के गर्नुपर्छ, कम्पाउन्डिङ कसरी गर्ने भन्ने कुरा चाहिँ हामीले सिक्नुपर्छ। र त्यो कुरा चाहिँ हाम्रो के हुन्छ यहाँ सेयर मार्केटमा हुन्छ है। त्यसरी नै हामीले इन टाइम्समा चाहिँ हामीले रिटर्न जेनेरेट गर्न सक्छौँ कि आजको 100% डबल पनि होइन कि, इन्टु 3 इन्टु 5 टाइम इन्टु 6 टाइमको सम्म पनि हामीले रिटर्न जेनेरेट गर्न सक्छौँ। त्यहाँभन्दा बढी पनि हुनसक्छ। र सेयर मार्केट के हो त? सेयर मार्केट भनेको त्यो थाहा छ, यो पढेको छौ। टाइप्स अफ मार्केट, प्राइमेरी मार्केट, सेकेन्डरी मार्केट। आइबिओ भन्यो नि त्यो प्राइमेरी मार्केट भयो। अब जुन अब हामी जस्तो संस्थामा टिएमएस खोलेर सेकेन्डरी मार्केटमा ट्रेड गर्छौँ, हामी जस्तो संस्थामा आएर ट्रेड गर्छौँ, त्यो चाहिँ के हुन्छ सेकेन्डरी मार्केट। कम्पनीले इस्यु गरेर पहिलोचोटि इस्यु गरेको के हो आइपिओ चाहिँ प्राइमेरी मार्केट भयो। र इस्यु भइसकेपछि लिस्टेड, अब नेप्सेमा लिस्टेड भइसकेपछि हामीले बाइ सेल गर्ने कुरा चाहिँ के भयो सेकेन्डरी मार्केट भयो है। यसको लागि के चाहिन्छ त हेर है, यो आइपिओ को कुरा भयो, प्राथमिक बजार बन्छ 7बाट। यसको लागि रिक्वायरमेन्ट के चाहिन्छ, ब्याङ्क एकाउन्ट चाहियो, डिम्याट एकाउन्ट चाहियो आइपिओ भर्नको लागि। मेरो सेयर एकाउन्ट डिम्याट भर्दाखेरि नै मेरो सेयर एकाउन्ट सँगै आउँछ र सिआरएन नम्बर छ। ब्याङ्क एकाउन्ट चाहिँ तिमीहरूसँग हुनु पर्यो है। ब्याङ्क एकाउन्ट खोल्ने अनि त्यसपछि हामीलाई सम्पर्क गर्नु पर्यो र हामी बेठा आएर तिमीहरूले डिम्याट र मेरो सेयर खोल्छौ र सिआरएन लिन चाहिँ फेरि एकचोटि ब्याङ्क छ। सिआरएन नम्बर भनेको चाहिँ तिम्रो ब्याङ्क एकाउन्ट र डिम्याट एकाउन्टलाई लिङ्क गराउने हो। आइपिओ पर्यो भने उसले पैसा काट्छ, आइपिओ परेन भने त्यो अनफ्रिज नै हुन्छ, तिम्रो ब्याङ्कमै हुन्छ। आइपिओ पर्यो भने सेयर हाम्रो मेरो सेयरमा आउँछ, पैसा काटेर कम्पनीमा जान्छ हो। त्यो लिङ्क गराउने एकाउन्ट चाहिँ नम्बर चाहिँ के हो सिआरएन नम्बर हो। त्यसको लागि चाहिँ एकचोटि तिमीहरू ब्याङ्क जानुपर्छ, नत्र अरू सबै प्रोसेसको लागि तिमीहरूले हामीलाई नै कन्ट्याक्ट गर्दा हुन्छ। आयो डिम्याट, मेरो सेयर र टिएमएस सबै यहीँबाट खुल्छ है। सेकेन्डरी मार्केट अघि मैले भने हामीले चाहिँ के गर्छौँ, हामीबाट चाहिँ बाइङ सेलिङ हुन्छ है। र यो नेप्सीको अगाडि चाहिँ के छ, यो बुलको हुन्छ बियर मार्केट भन्छ। किन बुल नै भने होला, किन बियर नै भने होला, अरू नाम दिए भने हुन्थ्यो नि होइन। बुलले आफ्नो एनिमीलाई एट्याक गर्नु पर्यो भने कसरी एट्याक गर्छ, उफ्रेर भन्दा सिङले गर्ने हो नि होइन। सिङले गर्दाखेरि तलबाट माथि लाँदा कहाँ पुग्छ, त्यो माथि जान्छ नि हो। त्यसरी बियरले चाहिँ उसको एनिमीलाई एट्याक गर्नुपर्ने के गर्छ, थिचेर मार्ने हो क्या। जति तल माथि बढ्नै दिएन, थिचिरह्यो भने तलको तल राख्यो भने त्यो के भयो बियर मार्केट। माथि पुऱ्याइदिन्छ भने त्यो के भयो बुल मार्केट है। बुल र बियरको कन्सेप्ट चाहिँ भन्दाखेरि त्यो कम्पनीको अब चलिरहेको मार्केट प्राइस हुन्छ हो। मार्केट प्राइस एउटा छ, त्यो कम्पनीको रियल भ्यालु कति हो। अहिले किन्दाखेरि हामी चाहिँ बढी तिरिरहेको छौँ कि वा डिस्काउन्टेड प्राइसमा छौँ वा प्रिमियम प्राइसमा छ हो, बढी तिरिरहेको छौँ कि हामीले रियल प्राइसमै हामीले चाहिँ त्यो कम्पनीको चाहिँ किनिरहेको छौँ। अब ओभर भ्यालु प्राइस खस्न सक्छ नि त, अनि यसको बढ्ने पोसिबिलिटी के हुन्छ हाई हुन्छ हो। अन्डर भ्यालु भएको स्टक किन्यो भने चाहिँ के हुन्छ, अब हामीलाई लस हुने चान्स चाहिँ के हुन्छ
कम हुन्छ हो त्यस्तो खालको रियल इन्ट्रेन्सिक भ्यालु पत्ता लगाउनको लागि हामीले के गर्छौँ फन्डामेन्टल एनालाइसिस गर्छौँ र हामीले हेर्ने भनेको त्यही हो तिमीहरूले हेर्ने भने पढेको पनि त्यही हो हामीले हेर्ने भनेको पनि त्यही हो हामीले हेर्ने आरओई रिटर्न अन इक्विटी रिटर्न अन एसेस अर्निङ पर सेयर पी रेसियो होइन प्रफिट मार्जिन रेसियो यो सबै कुरा हामीले के गर्छौँ गर्ने हामीले यही कुरा नै गर्ने हो है फन्डामेन्टल एनालाइसिसमा एउटा टप डाउन अप्रोच हुन्छ एउटा क्वालिटेटिभ एन्ड क्वान्टिटेटिभ एनालाइसिस हुन्छ यो भनेको चाहिँ हाम्रो के हो कसरी एनालाइसिस गर्ने भने तपाईँ कसैलाई एउटा सेक्टर कम्पनी मन पर्ला त्यो कम्पनी मनपर्छ अब त्यसको सेक्टर एनालाइसिस गर्नु पऱ्यो सेक्टर एनालाइसिस गरेपछि हामीले त्यसको इकोनोमी हेर्नु पऱ्यो हो त्यसरी बटमबाट अप गयो भने बटम अप एप्रोचबाट टपबाट डाउन भने इकोनोमी हेरेर कम्पनी हेरेर सेक्टर हेरेर कम्पनी हेरेर अनि पर्टिकुलर स्किप आयो भने चाहिँ त्यो चाहिँ टप डाउन अप्रोच भयो हामीले त्यसरी पनि एनालाइसिस गर्न सक्छौँ अर्को भनेको क्वालिटेटिभ एन्ड क्वान्टिटेटिभ अप्रोच अब अघि मैले भने क्वालिटेटिभमा के हुन्छ कुनै पनि कम्पनी इन्भेस्ट गर्दैछ भने त्यसको म्यानेजमेन्ट कस्तो छ राम्रो छ छैन हो त्यो प्रोडक्टहरू कस्तो लन्च गरिरहेको छ फ्युचर प्लान के छ भनेर त्यो टाइपको एनालाइसिस गर्नु पऱ्यो भने हाम्रो क्वालिटेटिभ एनालाइसिस अप्रोच भयो र क्वान्टिटेटिभमा के हुन्छ अघि मैले भने जस्तै ब्यालेन्स सिट हेरेर होइन इन्कम स्टेटमेन्ट क्यास फ्लो स्टेटमेन्ट हेरेर रेसियोहरू एनालाइसिस गरेर गर्ने एनालाइसिस चाहिँ क्वान्टिटेटिभ एनालाइसिस पर्छ र अलिकति बढी जोड दिने भनेको आजको कुरा यहाँ छ है टेक्निकल एनालाइसिस यो फन्डामेन्टल कुराहरूमा अलिक बढी स्किप मैले किन गरेँ कति कुरा चाहिँ हामीले अगाडि हामीले थ्योरिटिकल नै पढिसकेका छौँ होइन त्यो कुराको अब स्क्रिनिङ कसरी गर्ने भन्ने कुरा पनि म देखाउँछु अहिले र टेक्निकल एनालाइसिसमा चाहिँ अब कसरी गरिन्छ टेक्निकल हामीले चाहिँ फ्युचर चार्टहरू हेरेर चार्टको फ्युचरलाई चाहिँ के छ प्रिडिक्ट गर्छौँ त्यो भने चाहिँ के हो टेक्निकल एनालाइसिस चार्ट एनालाइसिस गर्छौँ हामीले र यसको एजम्सनहरू हुन्छ के एजम्सनहरू हुन्छ त्यसमा के हुन्छ मार्केट डिस्काउन्ट्स एभ्रिथिङ हुन्छ भनेको भएको जति सबै कुरा हुन्छ नि त्यो फन्डामेन्टल एनालाइसिसको होस् वा हामीले के चाहिँ इन्साइडर न्युजले गर्दाखेरि होस् त्यहाँ चाहिँ के हुन्छ त्यो कुराले जेसुकै राम्रो हुँदैछ भने चाहिँ प्राइस बढ्दै जान्छ नि त भनेपछि सबै कुरा चाहिँ केमा देखिन्छ प्राइसमा देखिन्छ वा क्यान्डलमा देखिन्छ भन्छ कि हामीले गरेको एनालाइसिसहरू राम्रो छ भने त्यो कम्पनी राम्रो हुँदाखेरि पर्फर्मेन्स राम्रो छ डिभिडेन्ड राम्रो दिइरहेको छ भने अभियसली त्यसको प्राइस बढ्छ त्यसको प्राइस बढ्नु भने के हो सबै कुरा चाहिँ केमा हुन्छ प्राइसमै रिफ्लेक्ट गरेको हुन्छ हामीले चार्टमै देख्न सक्छौँ सबै कुरा त्यही प्राइसले नै रिफ्लेक्ट गरेको हुन्छ अनि अर्को भनेको प्राइस मुभ इन ट्रेन्ड हामीले चाहिँ यहाँ के भन्ने गरेर चाहिँ ट्रेन्ड इज आवर फ्रेन्ड भन्छौँ कि जुन ट्रेन्डमा गयो हामी त्यही ट्रेन्डमा जानुपर्छ तीनटा ट्रेन्ड हुन्छ एउटा अप ट्रेन्ड एउटा डाउन ट्रेन्ड र अर्को साइडवेज ट्रेन्ड यी तीनटा ट्रेन्ड बाहेक अरूमा मार्केट जाँदै जाँदैन कि अप ट्रेन्डमा गइरहेको हुन्छ कि डाउन ट्रेन्डमा गइरहेको हुन्छ कि साइडवेज ट्रेन्डमा गइरहेको हुन्छ र ट्रेन्ड चाहिँ अप ट्रेन्डमा गइरहेको छ हाम्रो चाहिँ अब के हुन्छ हामी चाहिँ के भयो नेगेटिभ भएर अब तलतिर जान्छ भनेर चाहिँ अब हामीले इन्भेस्ट गर्न छोड्यौँ भने हामी के भयो ठुलो अपर्च्युनिटी चाहिँ हामीले लस गर्छौँ हो एउटा ट्रेन्ड इज आवर फ्रेन्ड ट्रेन्ड जे छ त्यसमै चल्नुपर्छ ट्रेन्ड जे चलेको बेला हामीले मोमेन्टम क्याच गर्न सक्यौँ भने ठुलो हामीले र्याली वा स्विङ खान सक्छौँ प्रफिट जेनेरेट गर्न सक्छौँ अनि हिस्ट्री रिपिट्स इट्सेल्फ भन्छ कि हिस्ट्रीमा जे भएको छ त्यो कुरा दोहोरिन सक्छ भनेर हामीले चार्टबाट हामीले त्यसरी हेर्न सक्छौँ यो चार्ट खोल्छु मैले कसैले हेर्ने गरेको छ चार्ट एनालाइसिस गर्ने गरेको छ के हेर्ने गरेको छ रातो क्यान्डल छ रातो भनेको के हो घटेको बेला हो ग्रिन भनेको बढेको बेला ग्रिन यहाँ ओपन भएको थियो तल ओपन भयो क्लोज हुँदाखेरि त्यहाँसम्म पुग्यो हो र हाई कति भनेको यो विक वा स्याडो भन्छ यसलाई तलको यो भनेको चाहिँ यो दिनमा चाहिँ यहाँ माथिसम्म पुगेको थियो यहाँ तलसम्म पुगेको थियो ओपन हुँदाखेरि यहाँ भयो क्लोज हुँदाखेरि यहाँ भयो र हाइलो चाहिँ त्यो दिनको भोलाटिलिटी चाहिँ त्यतिसम्म फ्लक्चुएट भएको थियो भनौँ न लो हाई यो दिन पनि त्यही नै ओपन माथि भएको थियो क्लोज के भयो तल भयो ल अब हेर त यो क्यान्डलमा कस्तो यसको मिनिङ भन्न सक्छ तिमीहरूले किन हरियो बन्यो मिनिङ चाहिँ बुझ्नु पर्यो है भनेको ओपन भएको थियो यहाँ
अलिकति तल गयो मार्केट ए हुन्छ ल हेर्नु है ओपन यहाँ भयो मानौ यतिखेर 100 रुपियाँ थियो थोरै आयो कहाँ 90 रुपियाँमा आइपुग्यो र के भयो अब बढ्नु भनेको को चाहिँ कसको प्रेसर बढी भयो डिमान्ड क्रिएट भयो नि डिमान्ड भएपछि के हुन्छ डिमान्ड बढी भएपछि के हुन्छ प्राइस बढ्छ हो घट्ने होइन सप्लाई बढी भयो भने चाहिँ के हुन्छ इकोनोमिक्स पनि छ है म्यानेजमेन्टमा ओपन डिमान्ड बढी भयो भनेको बायर चाहिँ के भयो एक्टिभ भयो हो बायर एक्टिभ भएपछि 90 रुपियाँमा आइसकेपछि अब फेरि के 100 हुँदै 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 110 मा पुग्यो होला अझै माथि पनि पुगेको थियो 112 115 सम्म पनि पुग्यो तर के भयो लास्टमा चाहिँ थोरै कम भएर थोरै घटेर 110 जतिमा क्लोज भयो भनेको बायरहरू एक्टिभ हुँदाखेरि के बन्ने रहेछ ग्रिन क्यान्डल सेलर एक्टिभ हुँदाखेरि के हुने रहेछ रेड क्यान्डल हो अब को एक्टिभ छ हामीले मार्केटमा यही प्राइसलाई चाहिँ केले डिटरमाइन गर्छ डिमान्ड एन्ड सप्लाईले हामीले पढायो नि यही हो यहाँ यतिको पढिसकेपछि अब बुझ्न झन् सजिलो हुन्छ प्राइसलाई केले रियाक्ट गर्ने रहेछ केले चाहिँ प्राइसलाई डिटरमाइन गर्ने रहेछ भन्दा डिमान्ड एन्ड सप्लाई डिमान्ड कसले क्रिएट गर्यो बायरले क्रिएट गर्यो सप्लाई कसले क्रिएट गर्छ सेलरले ओहो भनेपछि अब त्यो इकोनोमिक्स यहाँ काम लाग्यो यही हो है यसरी चाहिँ के गर्नु पर्यो कोरिलेट गर्दै पढ्नु पर्यो अनि मजा आउँछ सिक्न नि मजा आउँछ पढेको कुरा नि के हुन्छ बिर्सिँदैन है भयो मैले ट्रेनमा छ त्यही ट्रेनमा चाहिँ हामीले के गर्नु पर्यो ट्रेड गर्नु पर्यो है इक्जाम्पल अलिक म फास्ट गर्छु ल धेरै छ अलिक कन्टेनर धेरै छ र अप ट्रेनमा मार्केट एकरो चाहिँ बढाइ गर्दैन है एकरो बढाइ गर्दैन र हामीले के गर्नु पर्यो हेर यसरी बढ्छ आज थियो भने हायर आयो हायर लो हायर आयो हायर लो हायर आयो हायर लो यसरी जान्छ कि मार्केट अप ट्रेन्ड भनेको यो ट्रेन्ड हो है हामीले यो चाहिँ बुझ्नु पर्यो अप ट्रेन्डमा चाहिँ नघट्ने भन्ने हुँदैन किनकि यहाँ पुगेको यहाँ किनेकोले यहाँ पुगेपछि त बेच्छ नि त बेचेपछि के हुन्छ मैले यहाँ किनेको थिएँ म यहाँ बेच्छु बेचेपछि के भयो म सप्लाई भएपछि सप्लाई बढी भएपछि के हुन्छ घट्छ अब फेरि मैले यहाँ किन्छु मान्छे बेच्छु भनेपछि के हुन्छ यो ट्रेन्ड चलिरहन्छ कि भनेको प्रफिट आइरहेको छ नि त यसरी चाहिँ प्रफिट जेनेरेट गर्ने हो अप ट्रेन्ड भनेको चाहिँ हायर आइ हायर लोज बनाउँदै जान्छ त्यो कुरा चाहिँ हेर्नु पर्यो अर्को भनेको डाउन ट्रेन्डमा कस्तो हुन्छ लोअर आइ लोअर लोज घटेको घटे सिधै यसरी घट्ने होइन मार्केट होइन बिस्तारै यसरी नै ट्रेन्डमै जान्छ लोअर आइ लोअर लोज बनाउँदै जान्छ र अर्को कुन ट्रेन्ड भनेको थिएँ मैले साइडवेज यस्तो हुन्छ हेर त एउटै लेभलमा के छ बढाइ भनेपछि मल्टिपल टाइम हामीले ट्रेड हेर त एउटा मात्र स्टक मार्केटमा चाहिँ एउटा मात्र ट्रेड मिल्न थाल्यो भने राइट हुन थाल्यो भने पैसा कमाइ गरिन्छ र रङ ट्रेड भयो भने कहिले पनि कमाइँदैन त्यही भएर हामीले कहाँ इन्ट्री गर्ने भन्ने कुरा चाहिँ हामीले टेक्निकल एनालाइसिसबाट हामीले हेर्न सक्छौँ यो इन्ट्रीमा पुगेको थियो भने यहाँ बेच्यो भने फेरि तिमीले यहाँ आउँदा किन्न सक्छौ नि त हो यहाँ किन्ने थियो भने त के हुन्छ लसका लस यहाँ पुग्नु पर्यो बल्ल के हुन्छ त्यहाँ ब्रेक इभन बल्ल आइपुग्यो हुन्छ तिमीले नकमाउँदाखेरि यहाँ कोहीले यहाँ राइट ट्रेड गरेको थियो भने उसले मल्टिपल टाइम्स कमाइसक्छ कि म एउटा इक्जाम्पल दिन्छु है त कुनै पनि सेयर 400 मा थियो र 50%ले घट्यो भने त्यसको प्राइस कति आइपुग्यो 200 र अब त्यो सेयर मलाई 200 बाट मैले 400 मा किनेको थिएँ होल्ड गरेर बसेँ 200 बाट अब 400 मा पुग्नु कति टाइम्स बढ्नुपर्छ कति पर्सेन्ट बढ्नुपर्छ 50 100%। ल गाइस हाम्रो यहाँ पार्टिसिपेन्टको लागि चाहिँ खाजा रेडी हुँदैछ बेबी के रेडी हुँदैछ खाजा खाजा रेडी सर ठिक छ हेलो सर यो मेरो एक दिन चाहिँ पर्चा होस् है शेयर मार्केट प्रोग्राम भइरहेछ यहाँ चाहिँ खाजा वितरण गर्दैछौँ ल सही हो भोकेर छौँ त्यहाँदेखि आएका बसेर त्यही त ठिक छ हामी पनि खाना कोक स्प्राइट यहाँ के समोसा आउँछ समोसा यो समोसा छ सर यो स्प्राइट के अरे कोका कोला कोक ड्यू स्प्राइट जे प्रशस्त मात्रामा रहेछ खोल्नको लागि याद छ
त्यो चाहिँ डकुमेन्ट भयो। अब यहाँ गर्नलाई अकाउन्ट चाहियो कि हामीले 2-3वटा एकाउन्टको कुरा गरेका थियौँ नि यहाँनिर कारोबार गर्नलाई। सेयर नम्बर तिनवटा कुरा चाहियो कि। एउटा त तपाईँहरूको सबैको ब्याङ्क एकाउन्ट छ नि होइन? एउटा छ है? छ? भन न। अब मेरो ब्याङ्क अकाउन्ट छैन रे। हजुर त्यसपछि मैले मेरो प्यारेन्ट्सकै ब्याङ्क अकाउन्टबाट नि अपरेट गर्न दिएँ। मिल्दैन। किन मिल्दैन भन्दाखेरि खोल्न मिल्छ तपाईँ आफैले खोल्नै पर्ने हुन्छ क्या। यो सेयर भनेको स्वामित्व भने बुझ्नुहुन्छ नि, ओनरसिप हो कि यो। ओनरसिप हजुर खोल्न लगाइदिनु न, प्यारेन्ट्सको छैन कि। अनि प्यारेन्ट्सको प्लस तिम्रो पनि खोल्ने सबैजनाको। सेयर भनेको स्वामित्व हो कि। जहिले पनि त्यो भनेको इन्डिभिजुअल हुन्छ। मानौ तपाईँको नाममा सेयर छ भने त्यो तपाईँको प्यारेन्ट्सको पनि होइन कि, त्यो तपाईँको मात्रै हो, तपाईँको हक हुन्छ। त्यहाँ एउटा आफ्नो नै ब्याङ्क डिटेल चाहिने हुन्छ। त्यसको लागि पहिला एउटा ब्याङ्क एकाउन्ट चाहियो होइन? त्यो तपाईँहरूसँग अलरेडी छ नि। अब अर्को हजुरहरूले भर्नुपर्ने भनेको डिम्याट एकाउन्ट हुन्छ हेर्नु। यो चाहिँ डिम्याटको फर्म हो। अब यो एउटा डिम्याट एकाउन्ट भर्नु पर्यो। त्यो डिम्याट भरेपछि चाहिँ तपाईँहरूले आइपिओ भर्नलाई तपाईँहरू एलिजिबल हुनुभयो। कति साइट अप गरेर चाहिँ के छ? ब्याङ्कको खाता कि 18 वर्ष सकिँदै खोल्न पाइन्छ। पाइन्छ हजुर। पाइन्छ। प्रोसेस हो। डिम्याटलाई नि ब्याङ्क अकाउन्टलाई नि प्यारेन्ट्सको सिग्नेचरले चल्छ। नाम हजुरको हुन्छ तर सिग्नेचर प्यारेन्ट्सको हुन्छ। जब 18+ हुनुहुन्छ अनि सिग्नेचर पनि हजुरकै चल्छ कि। मोबाइल ब्याङ्किङ त आफै गर्न पाइहाल्यो होइन। सिग्नेचर चाहिँ चेकमा साइन गर्न चाहिँ अहिले 18 नपुगेसम्म तपाईँहरूले पाउनुहुन्न। डिम्याटमा पनि पाउनुहुन्न, ब्याङ्क अकाउन्टमा पनि पाउनुहुन्न। जब 18+ नाम चाहिँ फेरि हजुर के हुन्छ, नाम चेन्ज हुँदैन। त्यही भएर आफ्नो पनि खोल्ने, प्यारेन्ट्सको पनि खोल्ने कि। यो त चिट्ठा जस्तो हो नि त, त्यही भएर सबैले गर्न पाइयो कि। मोबाइल ब्याङ्क यस्तो हो, तपाईँहरू त 16 वर्ष पुग्नु भयो नि। मैले छ नि यहाँ कतिसम्म 3 महिनाको मान्छे बच्चाको पनि एकाउन्ट खोलिन्छ कि। बुझ्नुभयो नि? उसले पनि भर्न मिल्छ तर प्यारेन्ट्सले भरिदिन्छ। तपाईँहरू त अझै ढिलो हुनु भइसक्यो। जन्मिनु बित्तिकै उसको जन्म दर्ता आउँछ नि, उसको डिम्याट खोल्न मिल्यो। भरिरहेको हुन्छ। तपाईँहरूले डिम्याट एकाउन्ट खोल्नु पर्यो। त्यसपछि डिम्याट एकाउन्ट खोलेपछि सिआरएन नम्बर भन्ने हुन्छ। त्यो आइपिओ भर्नलाई चाहिँ एउटा नम्बर हुन्छ कि तपाईँहरूको कोड भयो। त्यो कोड चाहिँ ब्याङ्कबाट लिनु पर्यो हजुरहरूले। त्यो लिएपछि जुन अहिले आइपिओ आएको छ नि, अब अहिले त आएको छैन होला, आएको रहेछ आइपिओ हुनाले। अब यो चाहिँ ऊ हो, म्युचुअल फन्ड हो। यसरी नै आउँछ सोध्नुभयो थियो नि मेरो बाबुको यति पोर्टफोलियो भन्दाखेरि कहिलेदेखि भर्नु पाएँ। मैले जन्मेपछिदेखि नै हो, बनाएपछि भर्न थालेको भएर चाहिँ अहिले उसको पोर्टफोलियो 7 लाख प्लस भइसकेको छ कि। जबकि 21,000 को मात्रै इन्भेस्टमेन्ट हो, किनकि आइपिओ परेन नि त। 23 कति वर्षको हुनुहुन्छ नि? तर यस्तो हो नि त, सबै आइपिओ परेन नि त। सबै आइपिओ परेन नि त। जम्मा मैले त यति धेरै भरेको छु, जम्मा 21 वटा मात्रै पर्यो। सबै टोटल गरेर अहिलेसम्मको इन्भेस्टमेन्ट 21,000 हो क्या। 21,000 मेरो रिटर्न 7 लाख प्लस। अहिले बियर पिरियडमा बुलमा त पऱ्यो भने मैले यो राखेर पनि ऊ जान सक्छ कि। यो पनि एउटा देखाउनु मिल्छ कि ब्याङ्क ब्यालेन्सहरू देखाउँछ कि जुन छैन। तपाईँ चाहिँ होइन कुनै बेच्यो होला तर राखिरहेको छु कि। तर लकी हुनु पर्यो कि, त्यही भएर त्यत्रो धेरै भन्दा जम्मा 21,000 को इन्भेस्टमेन्ट हो। काहीँ नगई केही नगरिकन बसी सुन न, अहिले तिमीले 7 लाख ठ्याक्कै तिम्रो एकाउन्टमा आयो भने के गर्छ भन त? भनेपछि कुन बाइक मन पर्छ तिमीलाई? कुन बाइक मन पर्छ? बुलेट? तिमीहरूलाई म भनौँ, मैले पनि आइपिओ बेचेर नै बाइक किने हो है। हो R15 अलि धेरै भएछ लामो हजुर। पुरा पैसा दिने एउटै टायरको जस्तै हजुरहरूले अहिले लाख चाहियो, गाडी किन्न नि धेरै चाहियो, जग्गा किन्न त झन् करोडमै जानु पर्यो भनेपछि हजुरको आइपिओलाई त त्यहाँसम्म पुग्नु परेन नि त। यु क्यान अफोर्ड द्याट। 1,000 मनी त हजुरले प्यारेन्ट्ससँग माग्न नि पर्दैन, हजुरले सेभिङ पनि निकाल्न सक्नुहुन्छ नि त।
त्यो why you will feel that IPO किन भर्ने भन्दा त्यो अफोर्ड गर्न सक्नुहुन्छ नि त 1000 अहिले हजुरले लाख अफोर्ड गर्न सक्नुहुन्न जग्गा किन्न त्यो इन्भेस्ट गर्न त अहिले हजुरहरूसँग क्यापेसिटी छैन भनेपछि IPO लाई 1000 जान सकिन्छ नि सकिन्छ कि सकिँदैन आज त हुनु त ल सकिन्छ कि सकिँदैन IPO IPO लाई 1000 अनि भनेपछि इजी छ कि छैन किन भन्ने त IPO भन्दा यो हामी IPO-बाट चाहिँ स्टार्ट गर्नुहोस् भनेको ल अब क्वेशनहरु ल जस्तै छ नि म एउटा क्वेसनै सोध्छु है त भाइ बुलेट भाइ बुलेट पैसा बुलेट पछि ल्याऊ न बुलेट लिने वे बनाउनु पर्यो पहिला बुलेट लिनलाई त पहिला काम गर्नु पर्यो नि त If you are lucky, if एउटा आइपिओ देखाउँछु म बुलेट आउने छ you are lucky. ल तिमीहरूले 1000 रुपियाँ लगानी गरेर आजको दिनमा यसको प्राइस 46,000 छ होइन सुनेन 1000 रुपियाँ तिमीहरूले लगानी गरेको थियो त्यो टाइममा होइन आज यसको प्राइस 46,000 छ क्या अब बुलेट आयो कि आएन एकछिन भाइले बुलेट कति टाइममा आउँछ भनेर सोध्यो कि मलाई आइपिओ भरेर अब होइन 46,000 इन्टु 1000 रुपियाँको लगानी थियो अहिले बुलेटको प्राइस कति छ भन त त्यो हन्टरको अलिक सस्तो होला होइन क्लासिकको अलिक महँगो होला नि बुलेट हन्टर सस्तो छ होइन बुलेट पनि आउँदो रहेछ क्या यसबाट बुझ्यौ नि अब यो कति वर्ष यसले डिभिडेन्ड दियो 1700 टाइम्स डिभिडेन्ड दिएको छ क्या यसले यो पालि योभन्दा अगाडि कम्पनीमा भर पर्छ क्या एक्ज्याक्टली त्यहाँ हो कुरा जस्तो सुन न फुटबल खेल्दाखेरि 11 जना प्लेयर हुन्छ होइन तर रोनाल्डो किन रोनाल्डो छ त त्यो कारण हो क्या कम्पनी पनि हाम्रो रोनाल्डो जस्तो मेसी जस्तो कम्पनी चुज गर्नु पर्यो सेकेन्डरीमा गर्दा आइपिओ भर्दाखेरि जुनै कम्पनी अहिलेसम्म नेपालको मार्केटमा आइपिओमा घाटा जाने भनेको त्यति हुँदैन एउटा दुइटामा कुनैमा गएको होला त्यो बेरिस मार्केटमा होइन जुन आइपिओ हामीले कुरा गरिरहेको छौँ नि अहिले सिम्पल त्यसमा घाटा हुँदैन कि यति कुरा विचार गर ल घाटा नै हुँदैन मिनिमम पनि 1000 रुपियाँ लगाएर अहिलेसम्म 4-5 हजार त मिनिमम कमाउँछ त्यो पनि धेरै होइन 1 मन्थको टाइममा हजुर डिबी नै होला होइन डिबी चाहिँ सुन न वर्षमा डिबी चाहिँ वर्षमा एकचोटि आउँछ यो चाहिँ वर्षमा धेरैचोटि आउँछ त्यो भएर डिबी अहिले त 5 लाखमा देयर सो मेनी कम्पनीहरु चाहिँ आइपिओ निकाल्न लाइनमा छ कि तिमीले अब एउटा मात्र मिस गर्यो भने के थाहा तिमी लकी थियो कि त्यो पढ्थ्यौ कि त्यसैले तिमीले एकदम क्विक चाहिँ अकाउन्ट खोलेर भर्न सुरु गरिहाल्नु पर्यो कि पर्यो भने परेन भने नि भरेर नि पर्यो भने कतिवटा आइपिओ आउँदैछ तिमीलाई देखाइन्छ है त्यहाँनिर त्यही भएर चाहिँ यो लक भनेको कुन बेला आउँछ थाहा हुँदैन त्यसैले मिस गर्नु भएन भन्नु खोजेको यो चाहिँ सुरु गरिहाल्नु पर्यो आउँदैछ होइन कति रुपियाँ तिमीहरूले ठिक पार्नु पर्यो भनेर म हिसाब गरिदिन्छु है त्यहाँनिर अनि कति हुन्छ पनि पर्यो भने यति चाहियो नभयो भने त त्यही पैसा आजको चाहिँ हाम्रो यो अवेरनेस प्रोग्राम सकिसकेको छ सबैजना हाम्रो स्टुडेन्ट घर गरिसक्नु भएको छ अनि आज चाहिँ मेन प्रेजेन्ट गर्ने चाहिँ हाम्रो साजन सर हुनुहुन्छ र उहाँसँग आज केही क्वेसनहरू सोधौँ है त सर आजको यो प्रोग्राम चाहिँ के कस्तो थियो हामीलाई सुरुदेखि भनिदिनु पऱ्यो आजको हाम्रो केएमसी कलेजबाट आउनुभएको थियो उहाँहरूकै डिमान्डमा पहिला हामीले पहिला दिएका थियौँ त्यसमा उहाँहरूलाई मन परेर अहिले अर्को सेसन राख्नुभएको उहाँहरूले उहाँहरूकै डिमान्डमा आजको सेसन चल्यो र एकदमै
चाहिँ स्टक मार्केटमा केही गरौँ भन्ने नै हुनुहुन्थ्यो सबैजना होइन सबै इन्ट्रेस्टेड हुनुहुन्थ्यो एकदम मजाले इन्ट्रेक्सन भयो त्यस रमाइलो आयो अनि यो अवेरनेस प्रोग्राम एकदम आवश्यकै थियो कि खास एकदम आवश्यक अहिलेको एजमा स्टक वा सेयर मार्केट रिलेटेड नलेज राखेर यो लेभलको आउनु भनेको यो हामीले जुन लेभलको गर्छौँ वा जुन लेभलको सिकायौँ उहाँहरूले एकदमै सिक्नु भएको छ अब फर्दर अब फर्महरू लिएर जानुभएको छ उहाँहरूको इन्ट्रेस्टको लेभल हेर्दाखेरि त उहाँहरूले नै आजभोलि नै एकाउन्ट खोलेर एकाउन्ट ट्रेड गर्न सुरु गर्नुहुन्छ जस्तो देखिरहेको छ एकदमै इम्पोर्टेन्ट अनि हाम्रो अरू भ्युअर्सहरूलाई के भन्न चाहनुहुन्छ त सेयर मार्केटको बारेमा सेयर मार्केटमा चाहिँ हामीले इन्भेस्ट गर्नै पर्ने सेक्टर हो जहाँ चाहिँ हामीले ठुलो रिटर्न हामीले जेनेरेट गर्न सक्छौँ र बुझेर हामीले एनालाइसिस गऱ्यो भने हामीलाई घाटा चाहिँ कहिले पनि हुँदैन स्टक मार्केटमा लस ग्याम्लिङ चाहिँ होइन है स्टक मार्केट ग्याम्लिङ होइन हामीले क्यालकुलेटिभ रिस्क त हुन्छ रिस्क जुनै सेक्टरमा नै हुन्छ र रिस्कलाई मिनिमाइज गर्न सक्छौँ होइन सेयर मार्केटबाट ठुलो रिटर्न जेनेरेट गर्न सक्छौँ धन्यवाद सर हस् थ्याङ्क यू सर अब यस्तै छ सेयर मार्केटको बारेमा नयाँ सेसनहरू फेरि हुनेछ अब युट्युबमा हामी एउटा सिरिज लिएर आउनेछौँ धेरै चाँडो नै अब हाम्रो साजन सरले त्यसमा चाहिँ लिड गर्नुहुनेछ त्यही नै हो च्यानललाई फलो गर्नु होला सब्सक्राइब गर्नु होला र सेयर गर्नु चाहिँ नबिर्सनु होला है त ल गाइस खाजा चाहिँ आइसकेको छ आज खाजामा चाहिँ एउटा समोसा थियो गाइस अनि मैले चाहिँ दिदीलाई भनेर एउटा समोसा फिर्ता गरिदिनु भनेर एउटा पनि समोसा अब खाने विचार गरेर आएको छु खानामा पनि त कन्ट्रोल गर्नु पऱ्यो होइन त ठिकै छ अब खाना सुरु गरौँ है त गाइस अफिस टाइम चाहिँ सकिसकेको छ म पुगिसकेको छु पार्किङमा अब बाइक साइक्लिङ अनि सिधै घर गएर बस्नुपर्छ है त ल गाइस म पुगिसकेको छु घर आज चाहिँ हल्का घर ढिलो आयो यार अफिसमा काम थियो अब चाहिँ घर आइसकेको छु नि त अब एक्सर्साइज सुरु गर्नु पऱ्यो अनि त्यसपछि खाना पनि पाक्ने तयारी भइरहेको छ एक्सर्साइज सुरु गरौँ त्यसपछि खाना पकाउनु पर्छ है त ल गाइस मेरो चाहिँ खानासाना भइसकेको छ अनि मेरो भिडियो एडिटिङको काम पनि सकिसकेको छ त्यही नै हो आज चाहिँ अफिसमा के भयो तपाईँले हेरिसक्नु भएको होला भिडियो एन्डसम्म हेरिदिनु भएकोमा धेरै धन्यवाद गाइस तपाईँको साथ र सपोर्टले गर्दा नै मलाई एभ्रिडे भिडियो बनाउने जोस दिइरहेको हुन्छ आजको भिडियो यति नै गाइस भोलि हामी फेरि भेट्नुहोस् है त